वक्रतुंड महाकाय यो औषधि खानु नि। धेरै नै गाह्रो भयो जस्तो तपाईलाई म डाक्टरलाई फोन गरेर बोलाउँछु। अरे बाबा यत्तिकै त हाम्रो जिन्दगी खराब चलिरहेछ। डाक्टरलाई बोलाएर पैसा कहाँबाट ल्याएर दिनुहोस् तैँले। मलाई त सानो हेरेर मलाई याद छ। मेरो बुवा बिरामीसँग मलाई हस्पिटल लानलाई 10-15 हजार भयो, मलाई हाल्दैन। कहाँबाट आइस् त बाबु त? कहीँ होइन, यहीँ बाहिर गएको थिएँ एकैछिन। मलाई धेरै गाह्रो भइरहेछ है बाबु। हस् हेलो सुन न, मलाई 10-15 हजार भयो क्या न, त्यही नै धर्म दिन्छ। बुवा बिरामी भएर हस्पिटल लानु पनि पैसा छैन यार। ल भैया के खाइन दादा? भयो बाबु, केही नभन्दा केही खान खान मन पनि छैन।
आफूलाई परेको बेलामा त साथीभाइले पनि साथ छोड्दो रहेछ। बाउको स्थिति झन् दिनदिन गम्भीर हुँदै गएछ। अब यस्तो तालले बसेर चाहिँ हुँदैन, केही न केही त गर्नुपर्छ। भोलि बिहानै उठेर जब खोज्न नगई भएन अब चाहिँ। बुवा म एकछिन बाहिर गएर आउँछु है। ल ल छिटो आइज है बाबु। हेलो हजुर, कन्ट्र्याक्ट साइन भयो? हुन्छ हुन्छ, मलाई त्यो फरवर्ड गरिदिनु न, म हेरेर भेरिफाई गर्छु अनि फेरि तपाईँलाई ब्याक टु फरवर्ड गरिदिन्छु। हजुर हस् हस् हस्, थ्याङ्क यू सो मच। एक्सक्युज मी सर। यस, म भित्र आउन सक्छु? हुन्छ, आउनुहोस्, प्लिज बस्नुहोस्। ओके, हुन्छ हस्, आई विल कल यु ब्याक। ओके, हुन्छ हस्, हुन्छ, थ्याङ्क यू। भन्नुहोस्। हजुरकोमा जब मिल्छ कि भनेर आएको सर। हालको लागि त खालि हाम्रो कुनै पनि पोस्टमा भ्याकेन्सी खाली छैन, बट म एकचोटि हेर्छु। तपाईँको एक्सपिरियन्स अनि डकुमेन्टहरू ल्याउनु भएको छ? हजुर ल्याएको छु। हुन्छ, एकचोटि मलाई देखाउनुहोस्। तपाईँको डकुमेन्टहरू त स्ट्रङ नै रहेछ, सर्टिफिकेटहरू राम्रो रहेछ, एक्सपिरियन्स पनि राम्रो रहेछ, तर अहिले हालको लागि चाहिँ हाम्रोमा खाली छैन। यसो गर्नुहोस्, म एउटा कार्ड दिन्छु, तपाईँ मलाई कुनै समस्या पऱ्यो भने एकचोटि कन्ट्याक्ट गर्ने कोसिस गर्नु होला नि। सर प्लिज, एकदम जरुरत छ, मेरो एकदम प्रब्लम छ मलाई होइन, जबको एकदम खाँचो छ मलाई, प्लिज जब दिनुहोस् न। मैले तपाईँलाई अघि पनि भने हाम्रोमा अहिले कुनै पनि पोस्टमा भ्याकेन्सी खाली छैन। देन अहिलेको लागि चाहिँ म तपाईँलाई सरी भन्छु। सो प्लिज बुझ्ने कोसिस गर्नु सर, एकदम समस्या छैन, मेरो बुबा घरमा बिरामी हुनुहुन्छ, मलाई एकदमै समस्या छ, हस्पिटल लानेसम्म पैसा छैन, त्यही भएर चाहिँ म जबको लागि यहाँ खोज्दै खोज्दै हजुरकोमा आएको। एकदम समस्या छ कि सर, बुझ्ने कोसिस गरिदिनु। अब हेर्नुहोस्, हामीले सबैजनाको जति पनि मान्छेहरू छन् सबैजनाको बाबुआमा बिरामी भयो भनेर सबैलाई यहाँ काम दिँदै राख्ने हो भने त हाम्रो यहाँ अफिसमा त पाइला हाल्नेसम्म पनि ठाउँ हुँदैन। सो आई थिङ्क तपाईँले बुझ्नुहुन्छ। प्लिज अन्तै गएर खोज्नु होला। लिनुहोस् तपाईँको डकुमेन्ट। हेलो, त्यो मेरो भोलिको मिटिङ थियो नि, त्यो फिक्स भयो? ए
हुन्छ 11 बजेको टाइम राखिदिनु है त हस् हुन्छ थ्याङ्क यू